कानून पढेर वकिल बनेको यो घोगे वकिलले अलिकति दादागिरी देखाएछ अनि यसलाई पढाउने मास्टर को कस्तो कानूनीलाई पढायो कस्तो यसले पढ्यो पढ्ने बेलामा यो के हेरेर बसेको थियो त्यसरी चाहिँ नि स्वतन्त्र प्रेसमाथि पब्लिक एरियामा क्यामेरा फोर्न पाइन्छ क्यामेरामा हान्न पाइन्छ अनि यो पत्रकार संघ भन्ने जुन छ नि नेपालमा कोइला सिरोयामाथि के नि आवाज उठ्दाखेरि त बुरुक बुरुक उम्लितिस त हो कहाँ चाहिँ नि किमलाले टोके झै यसरी आफ्नै प्रेस स्वतन्त्रतामाथि अपमान हुँदाखेरि मजाले निदाएर बस्छस् त पत्रकार महासंघ भन्ने कहाँ छ यो को यो राजा हो त्यसरी पत्रकारको क्यामेरा हान्न पाउँछ यसलाई चाहिँ नि कारबाही हुने यो माथि मुद्दा दायर गर्ने गर्छ गर्दैन संविधानको चौथो अंग पत्रकारमाथि कोहीलाई चाहिँ नि आफै जलेर मरिरहेछ पत्रकार कोही माथि 6-6वटा मुद्दा दायर भइरहेछ कोहीको क्यामेरा यसरी हानिरहेछ पत्रकार महासंघ त्यही कोइला सिरोयालाई केही भयो भने चुरुक्क उठ्छ अरु बेला चुइक्क बोल्दैन के स्वतन्त्रता कहाँ गरे सिधा मलाई अरु बेला त पत्रकार माथि भन्छ त यो के हो यस्ता मुला डराएर बसेर हुन्छ क्यामेरा चाहिँ नि सार्वजनिक ठाउँमा त्यसरी हाल्यो प्रेस स्वतन्त्रताको अपमान गरौ कोही पत्रकार छ यो विषयमा बोल्ने यसलाई मुद्दा दर्ता गर्ने कि नगर्ने वकिल भएर